काठमाडौँ उपत्यकाको ऐतिहासिक सहर भक्तपुरभित्र अवस्थित मध्यपुर थिमी नगरपालिका संस्कृति र सम्पदाले मात्रै होइन शिक्षा क्षेत्रको केन्द्रका रूपमा पनि परिचित छ। 9 वडामा फैलिएको यस नगरपालिकाको सानो ठिमी क्षेत्र विशेषतः राष्ट्रिय शैक्षिक गतिविधिको मुटु मानिन्छ। यहाँ राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र जस्ता महत्त्वपूर्ण शैक्षिक निकायहरूको उपस्थिति छ। यसले थिमीलाई देशकै शैक्षिक हबका रूपमा स्थापित गरेको छ। यही शैक्षिक परिवेशभित्र सामुदायिक विद्यालयको उत्कृष्ट उदाहरणका रूपमा उदाएका केही विद्यालयहरू पनि छन्। यो मध्यपुर थिमी नगरपालिकाको यो सानो थिमी भनेको एउटा शैक्षिक हबको रूपमा परिचित यो ठाउँ पनि हो, जहाँ सिटिबिटी यहाँ चाहिँ हाम्रो यो के भन्छ हाम्रो सानो थिमी क्याम्पस होइन, अनि त्यसमा युसिएफ लगायत यहाँ शिक्षा विभागहरू धेरै नै शिक्षाको हबको रूपमा परिचित ठाउँ हो। 2079 सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित सुरेन्द्र श्रेष्ठले नगरको नेतृत्व सम्हाले यता मध्यपुर थिमी नगरपालिकाको शिक्षा क्षेत्रमा सुधारमुखी काम भएका छन्। नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेपछि पछिल्लो समय यहाँका सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको छ। सुधारोन्मुख पथमा अग्रसर शैक्षिक क्षेत्रकै लागि भनेर नगरपालिकाले अघिल्ला कार्यक्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा नयाँ कार्यक्रम पनि थप गरेको छ। सामुदायिक विद्यालयको स्तर उन्नति सँगसँगै विद्यार्थी सङ्ख्या पनि वात्तै बढेको अवस्था छ। विगतमा हामीले नेतृत्व गर्दै गर्दाखेरि 18वटा विद्यालयमा 4500 विद्यार्थी रहेकोमा अहिले 8500 4000 विद्यार्थी थप भएको हामीले पाएका छौँ। बन्द गर्नुपर्ने मर्ज गर्नुपर्ने अवस्थामा रहेको विद्यालयलाई पनि अहिले हामीले हाम्रो शिक्षक शिक्षिकाहरूको सक्रियता, हाम्रो शाखाको सक्रियता र नगरपालिका सक्रियतामा सबै विद्यालयहरूमा अहिले विद्यार्थी सङ्ख्याहरू वात्तै बढेको अवस्था छ। यो एउटा चाहिँ सामुदायिक विद्यालयमा पढाउने र पढ्ने वातावरण चाहिँ हामीले बनाएका छौँ। चालु आर्थिक वर्षको कुल बजेट मध्ये सामाजिक विकास तर्फको बजेटबाट शिक्षा क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। कक्षा 5 सम्मका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने, तथ्यमा आधारित शैक्षिक योजना निर्माणका लागि अनुसन्धान गर्ने, नगर स्तरीय आधारभूत तह परीक्षा कक्षा 8 सम्म सञ्चालन तथा छात्रवृत्ति परीक्षा व्यवस्थापन गर्ने कामलाई निरन्तरता दिइएको छ। निःशुल्क शिक्षा कार्यान्वयनका लागि प्रति विद्यार्थी नन स्यालेरी PCF कार्यक्रमलाई निरन्तरता दिइएको छ भने विद्यालय मर्मत सम्हार कोष स्थापना गरेर भौतिक पूर्वाधार सुधारमा पनि काम भइरहेको छ। विद्यालयमा विद्युतीय हाजिरी जडान तथा व्यवस्थापन र शैक्षिक पहुँच सुनिश्चित गर्न अनौपचारिक तथा वैकल्पिक शिक्षा दिने कार्यक्रम पनि सञ्चालनमा छन्। यस्तै किशोरी लक्षित विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ। महिला हिंसा अन्त्यका लागि विद्यालय स्तरदेखि नै विद्यार्थीलाई प्रशिक्षण दिने कामलाई नगरपालिकाले निरन्तरता दिइरहेको छ। मध्यपुर नगरपालिका वडा नम्बर 2 को बजेटिङमा चाहिँ भएको हो। बच्चाहरूले प्र्याक्टिकल नलेज सँगसँगै थ्योरिकल नलेज पनि पाओस्। अब सिधै आएर यो गर्ने त्यो गर्ने भन्दा पनि यो किन भइरहेछ, कसो भइरहेछ भनेर उहाँहरूको लागि हाम्रो किशोरी बालिकाहरूको लागि चाहिँ एउटा ऐना देखाउने काम पनि भइरहेको छ। जबसम्म आफूलाई पर्दैन तबसम्म त्यति याद चाहिँ हुँदैन। तर पनि के हुन्छ भन्दाखेरि अहिले विभिन्न न्युज च्यानलहरूमा जस्तै अब ठाउँ ठाउँमा विभिन्न घटनाहरू भइरहेको छ, जुन घटनाले गर्दाखेरि कुनै पनि किशोरीहरू बाहिर जान डराउने होइन, साथीभाइसँग चाहिँ हाँसखेल गर्न वञ्चित नहोस्, जस उनीहरूलाई चाहिँ बोल्न सिकाउने, आत्मबल बढाउन सिकाउने, विशेष आफ्नो लक्ष्यमा चाहिँ अग्रसर गर्नको लागि चाहिँ यो आत्मरक्षा प्रशिक्षकले चाहिँ महत्त्व अगाडि बढाउनको लागि मध्यपुर थिमी नगरपालिका खेलकुदको माध्यमबाट युवा प्रतिभा प्रवर्धनमा लागिरहेको छ। नगरपालिकाले आफ्नै खेल मैदान र राष्ट्रपति रनिङ सिल्ड जस्ता प्रतियोगिता मार्फत दक्ष खेलाडी उत्पादनलाई उच्च प्राथमिकता दिएको छ। साइन्सको एक्जिबिसनहरू गराउँछौँ, जसले गर्दा उहाँहरूमा भएको एउटा प्रतिभाहरू एउटा देखाउने उहाँहरूले मौका चाहिँ पाउनु भएको छ। त्यस्तै गरी चाहिँ यो म्याथको चाहिँ कम्पिटिसनहरू गराउँछौँ, हामीले आर्टको कम्पिटिसनहरू गराउँछौँ होइन। र त्यो बाहेक चाहिँ अब जस्तै राष्ट्रपति रनिङ सिल्ड पनि पहिला हुँदैन थियो र अहिले हामी आएपछि 4थो वर्षमा
चाहिँ यो अतिरिक्त क्रियाकलाप अन्तर्गत एउटा चाहिँ यो खेलकुदसँग पनि विद्यार्थीहरूलाई बाल्यकालदेखि नै एउटा चाहिँ इन्भल्भ गराउनुपर्छ भनेर चाहिँ हामीले उहाँहरूलाई यो खेलकुदमा पनि चाहिँ जोडेका छौँ र नगरपालिका आफैले पनि विविध चाहिँ भाषामा जस्तै यो खेलाडी चाहिँ उत्पादन गर्नको लागि सामुदायिक विद्यालयहरू त सक्दैन, नगरपालिका आफैले चाहिँ प्रशिक्षकहरू नियुक्ति गरेर टाइम टेबल मिलाएर विभिन्न चाहिँ खेल सम्बन्धी चाहिँ प्रशिक्षकहरूको पनि व्यवस्था गर्छ। विशेष गरी भक्तपुर एरियामा चाहिँ यस्ता क्रियाकलापहरू खेलकुदतिर अलिक प्रायोरिटी दिएको मैले यहाँ देखिरहेको हुन्छु। खेलकुदहरू गराइरहेको, पढाइलाई मात्र फोकस बढी गर्नु हुँदैन, हामी सबैतिर फोकस हुनुपर्छ। हाम्रो प्यासन पढाइ मात्र होइन, हाम्रो प्यासन क्रिकेटतिर हुनसक्छ, फुटबल अन्य खेलकुदतिर नि गर्नुपर्छ भन्ने कुरा देखिरहन्छ। यहाँको एक्टिभिटीहरू स्कुलहरूमा पनि देखिन्छ। शिक्षकलाई तालिम, मूल्याङ्कन सुधार र समन्वयात्मक शिक्षण प्रणाली गुणस्तर सुधारका आधारभूत तत्त्व हुन्। यो कुरालाई आत्मसात गर्दै नगरपालिकाले नियमित काम थालेको छ। नगरपालिकाले नगर शिक्षा ऐन 2079 को आधारमा शैक्षिक कार्यक्रम सञ्चालन गर्छ। स्थानीय भाषा र पाठ्यक्रम मार्फत सांस्कृतिक पहिचान जोगाउनेदेखि सामुदायिक विद्यालयको पूर्वाधार सुधार र प्रविधि मैत्री शिक्षामा पनि नगरपालिकाले लगानी गरेको छ। आधुनिक शिक्षा प्रणाली लागू गर्ने भनेर अहिले स्मार्ट बोर्डको अवधारणा गरी यो प्रत्येक क्लासरुममा यो स्मार्ट बोर्डहरू राखेर हामीले पढाइ सञ्चालन गर्ने गरी बजेट पनि विनियोजित गरेका छौँ। मलाई पक्कै पनि अहिले भोकन्ती विद्या जुन चाहिँ किताब पढाउने विद्या भन्दा पनि अब यसलाई अलिकति विद्यार्थीहरूमा खुला रूपमा पढ्ने सँगसँगै चाहिँ एक्स्ट्रा एक्टिभिटिजहरूलाई पनि बढाउनुपर्छ भनेर अहिले हामीले हरेक शुक्रबार हामीले विद्यालयमा चाहिँ विद्यार्थीहरूलाई चाहिँ एउटा स्थानीय पाठ्यक्रमको मै रहेका कुराहरू, यहाँका कल्चरका कुराहरू, यहाँका स्थानीय परिकारका कुराहरू, खेलकुदका कुराहरूलाई पनि समेटेर योगाका कुराहरू छन्, ती कुराहरू समेटेर हामीले कार्यक्रम अगाडि बढाएका छौँ। मध्यपुर थिमीमा 18 सामुदायिक र 82 संस्थागत गरी 100 विद्यालय सञ्चालनमा छन्। मन्टेसरीदेखि माध्यमिक तहसम्मका विद्यालय सक्रिय छन् भने विश्वविद्यालयबाट सम्बन्धन प्राप्त केही कलेजले उच्च शिक्षा पनि प्रदान गरिरहेका छन्। कानुनी झमेलामा परेका बालबालिकालाई पढाउने छुट्टै विद्यालय पनि यहाँ सञ्चालनमा छ। साथै दृष्टि सम्बन्धी अपाङ्गता भएका विद्यार्थी र महिलाहरूका लागि विशेष विद्यालय पनि सञ्चालनमा छन्। हाम्रो आदर्श स्कुलमा चाहिँ अहिले पनि 15 जना दृष्टिबिन बालबालिकाहरू, दृष्टिबिन अब लो भिजनका विद्यार्थीहरू छन्, जसलाई चाहिँ म स्रोत कक्षामा पनि पढाउँछु र उनीहरूलाई मूलधारमा ल्याएर पनि पढाउने कामहरू हुन्छन्। त्यहाँ अब विगत 2047-47 सालदेखि नै सञ्चालन भएको यो विशेष शिक्षामा अहिले पनि 15 जनाभन्दा बढी विद्यार्थीहरू स्रोत कक्षा 1 देखि 12 क्लाससम्म अध्ययनरत छन्। उनीहरूको पढाइलाई पनि उनीहरूलाई पनि मूलधारमा ल्याउनु पर्छ भन्ने हिसाबले नगरपालिकाबाट चाहिँ यस्ता कार्यक्रमहरू विगतमा पनि भइराखेको छ। अझ यो वर्षदेखि चाहिँ थप गर्ने कुराहरू भएको छ। यो चाहिँ एउटा राम्रो पाटोको रूपमा हामीले लिएका छौँ। विद्यालयको गुणस्तर मापन र सुधारका लागि विद्यालय वर्गीकरण निर्देशिका 2082 लागू गरिएको छ। यसले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र विद्यालय व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। मध्यपुर थिमीका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या करिब 25,000 हाराहारीमा छ। त्यसमध्ये करिब 8,000 विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन्, जस अन्तर्गत आदर्श माध्यमिक विद्यालय सानो ठिमी, नगदेशको गणेश माध्यमिक विद्यालय, आदर्श माध्यमिक विद्यालय लायकु लगायत विद्यालयमा उच्च सङ्ख्यामा विद्यार्थी भर्ना हुने गरेका छन्। केही वर्ष अघिसम्म थिमी क्षेत्रमा शिक्षाको पहुँच र अवसरमा छोराछोरी बीच स्पष्ट विभेद देखिन्थ्यो। आर्थिक रूपमा सक्षम परिवारले छोरालाई निजी विद्यालयमा पठाउने, छोरीलाई सामुदायिक विद्यालयमै सीमित राख्ने प्रवृत्ति व्यापक थियो। तर समयसँगै यो सोचमा परिवर्तन आउन थालेको छ। सामुदायिक विद्यालयमा सुधारिएको शैक्षिक वातावरण, विभिन्न कार्यक्रमले अभिभावकको दृष्टिकोण बदलिँदै गएको सरोकारवालाहरू बताउँछन्। सामुदायिक स्कुलले पनि एकदमै प्र्याक्टिकल बेसमा अहिले पठन पाठन सुरु गरेको छ भने एकदमै लर्निङ बेस है, एक्टिभिटिज बेस क्लासहरू सञ्चालन भइराखेको अवस्था छन् भने सामुदायिक स्कुलहरूमा चाहिँ अहिले शैक्षिक सामग्रीहरूको प्रशस्तता र मध्यपुर थिमी नगरपालिकाले पनि एकदमै विशेष ध्यान दिने
सन्दर्भमा अहिले विद्यालयहरूलाई नमुना विद्यालय घोषणा गर्ने आवश्यकता अनुसार बजेटहरू दिइराख्ने अनि शिक्षकहरूको दरबन्दीहरू पनि मिलान गरिरहँदा चाहिँ अहिले सामुदायिक विद्यालयहरूको पढाइ एकदमै राम्रो भएको देखिन्छ। कतिपय साना सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार र विद्यार्थी सङ्ख्या कम हुनाले तिनलाई सुधार गर्न नगरपालिकाले मर्जर वा विशेष सहयोगका योजनाहरू अघि बढाएको छ। यसको लागि विद्यालय वर्गीकरण कार्यविधि 2082 ल्याएर अझ व्यवस्थित बनाउने प्रयास गरिएको छ। यसै कार्यविधि अनुसार बढी शुल्क लिने विद्यालयको अनुगमन गर्ने लगायतका कामहरू पनि नगरपालिकाले नियमित गर्दछ। नगरभित्र सञ्चालित संस्थागत विद्यालयसँग नगरपालिकाको सहकार्य कस्तो छ त? अब अहिले त्यो अवस्था एउटा दुईटा स्कुल स्थापना भएको थियो भने अहिले चाहिँ हामी धेरैवटा विद्यालयहरू चाहिँ मध्यपुर थिमीमा यो शिक्षा क्षेत्रलाई एउटा धेरै ठुलो योगदान चाहिँ यो दिइरहेको म तपाईँलाई चाहिँ जानकारी गराउन चाहन्छु। अब त्यसको नतिजा अथवा बिएलई को भनौँ अनि अब हाम्रो एसएलसी एसई को नतिजाले पनि यो मध्यपुर थिमीमा निजी विद्यालयहरू धेरै अब्बल देखिन्छ। मध्यपुर थिमी नगरपालिकाको जुन शिक्षा शाखासँग एकदमै राम्रो कोअर्डिनेसन चाहिँ राम्रोसँग भइरहेको छ। हामी पनि उहाँहरूलाई जुन आवश्यक परेको खण्डमा हामी सहयोग गरिँदै आइरहेको हो भने त्यस्तै उहाँहरूबाट पनि हामीलाई एकदमै उहाँहरूले कोअर्डिनेट गर्नु भएको छ। हामी उहाँहरूकै नीति निर्देशनमा चाहिँ हामी सञ्चालन हुँदै आएको छ। हाम्रो जुन नगरपालिका र निजी विद्यालयको बिचमा चाहिँ त्यस्तो कुनै पनि किसिमको चाहिँ ग्याप छ जस्तो लाग्दैन। विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढ गर्नुपर्ने नगरपालिकाको प्रमुख प्राथमिकता मध्ये एक हो। बाल मैत्री र अपाङ्गता मैत्री शैक्षिक वातावरण निर्माण गर्ने उद्देश्य सहित सुरक्षित कक्षा कोठा, व्यवस्थित खेल मैदान, स्वच्छ खानेपानी तथा आवश्यक संरचनाको स्तरोन्नतिमा काम भइरहेको छ। यस क्रममा केही विद्यालयलाई अपाङ्गता मैत्री संरचनामा रूपान्तरण गरिएको छ। सानो ठिमी स्थित आदर्श माध्यमिक विद्यालय त्यही परिवर्तनको प्रतिनिधि उदाहरण मानिन्छ। शैक्षिक गुणस्तरदेखि भौतिक पूर्वाधारसम्म उल्लेखनीय सुधार गर्दै यस विद्यालयलाई नेपालकै नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित गर्ने लक्ष्यका साथ नगरपालिका अघि बढिरहेको छ। पुनर्निर्माण जुन 72 सालको भुइँचालो पछाडि गर्यो त्यसपछि चाहिँ विद्यालयको जुन आकर्षकता र यहाँको जुन शैक्षिक अवस्थालाई हेरेर विद्यार्थीहरू दिनानुदिन बढ्ने क्रममा र विद्यालयको पनि प्रगति भइरहेको कुरा सगर्व भन्न चाहन्छु। देखि मध्यपुर थिमी नगरपालिकाले वार्षिक मूल्याङ्कनको आधारमा प्रथम विद्यालयको रूपमा घोषित गरेको र यस पालिकाभित्र सञ्चालित जुन राष्ट्रपति रनिङ सिल प्रतियोगिता छ लगातार तेस्रो पटक जितेर यसपटक हामीले सिल पच पनि गरायौँ। 2024 सालमा बनेको भवनलाई 2072 सालको भूकम्पपछि पुनर्निर्माण गरिएको हो। अहिले विद्यालयको भवन पूर्ण रूपमा बाल मैत्री तथा अपाङ्गता मैत्री बनाइएको छ। डिजिटल प्रविधि मार्फत पढाइ हुने यस विद्यालयका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गर्ने काम पनि भइरहेको छ। नेपालको पहिलो विद्यालय सामुदायिक विद्यालय जसमा सम्पूर्ण कक्षा कोठामा स्मार्ट बोर्ड राख्ने पहिलो विद्यालय बनाउने अभियानमा हामी छौँ र अहिले हाम्रा विद्यालयमा 22वटा कक्षा कोठामा पढाइ हुन्छ। 22वटा मध्ये 14वटा कक्षा कोठा लगायतका केही अन्य जस्तै लाइब्रेरी, हल, त्यसै गरी यो कम्प्युटर ल्याबमा हामीले स्मार्ट बोर्ड जडान गरेको र प्रविधि मैत्री शिक्षणलाई अगाडि बढाउनुपर्छ भनेर त्यही अनुसारका क्रियाकलापहरू अगाडि बढाउने र विशेष गरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र प्रयोगात्मक ज्ञानतर्फ अगाडि बढाउँदै यो नतिजा हासिल गराउनलाई अब एकदमै आत्मसात भएर लागेका छौँ। स्थानीय पाठ्यक्रम मार्फत विद्यार्थीलाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्ने काम पनि सुरु भएको छ। स्थानीय पाठ्यक्रममा चाहिँ यहाँको कला संस्कृति, यहाँको चाहिँ भौगोलिक विविधता, यहाँको चाहिँ मूर्त अमूर्त कलाहरू, यहाँको चाहिँ रैथाने परिकारहरू, यहाँको चाहिँ बाजागाजा, यहाँका मन्दिरहरू, यहाँका पार्टी पौवाहरू होइन, यो सबै चाहिँ यहाँको विद्यार्थीहरूलाई एउटा जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम पनि लागू गरेर अगाडि बढ्ने चाहिँ क्रममा छ। 2076 सालदेखि नै कक्षा 6 मा चाहिँ स्थानीय पाठ्यक्रम लागू गर्दै आएको छ भने कक्षा 7 र 8 पछि पछिल्लो समयमा विगत 2 वर्षदेखि चाहिँ कक्षा 7 र 8 मा पनि चाहिँ स्थानीय पाठ्यक्रम लागू गर्दै आएको परिवेश छ र
यो वर्ष 2083 को सेसनदेखि कक्षा 1 देखि 5 सम्म पनि लागू गर्ने तयारीको चरणमा अन्तिम चरणमा पुगेको अवस्था मैले बुझेको छु। विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै नगरपालिकाले विद्यालय स्तरमै बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ। साथै सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा 1 देखि 5 सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ। पोषणयुक्त र व्यवस्थित खाजा उपलब्ध गराउने उद्देश्यले केन्द्रीकृत भान्सा मार्फत खाजा वितरणको व्यवस्था समेत कार्यान्वयनमा आइसकेको छ। स्कुलहरूमा चाहिँ अहिले चाहिँ हाम्रो 20 वटा स्कुलहरू छ, लगभग 25 अहिले चाहिँ हाम्रो प्राइमेरीलाई मात्र गरिराखेको छ स्टार्टिङमा चाहिँ, पछि बिस्तारै चाहिँ त्यो हाम्रो सेकेन्डरीसम्म पनि बढ्नेछ। अहिलेलाई चाहिँ यस्तै ओभरअल भन्नुपर्दाखेरि 2000 देखि 2300-2500 सम्मको आसपासमा चाहिँ भइरहेको यो 1 देखि 5 क्लाससम्मका विद्यार्थीहरूलाई एउटा सेन्ट्रल किचन चाहिँ बनाएर चाहिँ यो नेपाल सरकारको 20 रुपियाँ र हामी नगरपालिकाले 15 रुपियाँ र यो WFO होइन वर्ल्ड फुड अर्गनाइजेसनसँग मिलेर स्कुल नेपालको चाहिँ यो कोलाबोरेसनमा हामीले चाहिँ यो वैशाखको अब अन्तिमतिरबाट चाहिँ यो 1 देखि 5 सम्मको चाहिँ सामुदायिक विद्यालयहरूमा हप्ताको 6 दिन चाहिँ आइतबारदेखि शुक्रबार 6 थरीको अत्यन्त हाइजेनिक चाहिँ खाजा वितरण गर्ने चाहिँ अहिले काम तीव्र रूपमा अगाडि बढिरहेको छ। विद्यार्थीले अब घोकेर मात्रै होइन, जीवनोपयोगी सिप सिक्दै अध्ययन गर्ने अवसर पाएका छन्। आफ्नै भाषा र परिवेशका विषय पढ्न पाउने वातावरण थिमीमा बनेको छ। नगरपालिकाको प्रयासका बावजुद नगरपालिकालाई केही चुनौती पनि छन्। धेरैजसो पुराना सामुदायिक विद्यालय सानो क्षेत्रमा बनेकाले विद्यार्थी बढ्दै जाँदा पूर्वाधार विस्तार, खेल मैदान व्यवस्थापन र असुरक्षित हुने समस्या देखिन्छ। केही विद्यालयमा जग्गा विवाद कायमै छ। यही नगरपालिकाको मनोहरा खोला छेउको सरस्वती आधारभूत विद्यालय सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा सरकारले भत्कायो। 2083 सालको वैशाख 13 गते भत्काइएको यो विद्यालयको अस्थायी व्यवस्थापनको काम भएको छ। यसलाई नगरपालिकाले लोकन्थली स्थित वडा कार्यालयको अगाडि रहेको सामुदायिक भवनबाट अस्थायी रूपमा सञ्चालन गरेको छ। शैक्षिक क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँगै मध्यपुर थिमीमा विद्यालयहरूको गुणस्तर सुधार गर्ने प्रयास अझ थप तीव्र बन्दै गएको छ। सामुदायिक विद्यालयमा देखिएको सकारात्मक परिवर्तनले वर्षौंदेखि कायम पुराना धारणा बदल्दै शिक्षा क्षेत्रमा नयाँ विश्वासको आधार निर्माण गरेको छ, जसलाई स्थानीय सरकार महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दछ। स्वाभाविक रूपमा चाहिँ आर्ट समावेश भएको थिमले पनि आफूलाई चाहिँ परिमार्जित गर्नुपर्छ, परिवर्तित परिवेशमा आफूलाई परिवर्तन गर्नुपर्छ भन्ने कुरा हामीले अभियान सञ्चालन गरिराखेकै छौँ र त्यसैको परिणामस्वरूप हामीले चाहिँ यो माध्यमिक कक्षा 6 देखि चाहिँ एउटा इङ्ग्लिस मिडियम 10 सम्म नै चाहिँ इङ्ग्लिस मिडियम एउटा सेक्सन, नेपाली मिडियममा एउटा सेक्सन गरेर चाहिँ विद्यार्थीलाई चाहिँ अहिलेको अभिभावकको चाहना, विद्यार्थीको चाहना अनुसार हामीले त्यो सम्बोधन गर्ने गरी विगत चाहिँ 5-6 वर्षदेखि नै त्यो अभियान चलाइराखेका छौँ र जसले गर्दाखेरि हामीले चाहिँ एउटा चाहिँ विभिन्न संस्थागत विद्यालयमा पढिराखेका विद्यार्थीहरू पनि हामीलाई आकर्षित हुने क्रम बढ्दो छ। गुणस्तरकै कुरो हो मेन त, मान्छेले विद्यार्थीले खोज्ने, अभिभावकले खोज्ने भने शैक्षिक गुणस्तर हो। शैक्षिक गुणस्तर दुवै ठाउँमा एकै हुन्छ र सस्तो पैसामा पढ्न पाइन्छ भने त जो पनि सामुदायिकतिर गइहाल्छ नि, अभियस कुरो त्यही हो। अब हाम्रो समयमा चाहिँ शैक्षिक गुणस्तर सबैको उस्तै हुन्थ्यो, कोही उता पढ्थे, कोही के पढ्थे, आफूलाई सहजको हिसाबले पढ्थे। अहिले पछिल्लो समय के प्याटर्न भयो भने सहजता भन्दा पनि म 2 घण्टा बस चढाएर पनि राम्रै स्कुल पढाउने भन्ने एउटा परिपाटी जुन बन्दै आएको थियो, त्यो चाहिँ अहिले पछिल्लो समय चाहिँ सामुदायिक स्कुलले तोड्दै आएको छ। देशका प्रमुख शैक्षिक निकायहरूको उपस्थिति, स्थानीय तहको निरन्तर लगानी र सामुदायिक विद्यालयमा आएको सुधारले मध्यपुर थिमीलाई देशकै महत्त्वपूर्ण शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न उल्लेखनीय टेवा पुर्याइरहेको छ। त्यसमा पनि विशेष गरेर हामीले शिक्षा र स्वास्थ्यलाई चाहिँ यो 4 वर्ष हाम्रो कार्यकालमा चाहिँ अलिकति राम्रै प्रभाव हुने गरी काम गरेका छौँ र यसपटकको नीति कार्यक्रममा शैक्षिक सुधारका योजनाहरू जुन चाहिँ विके मार्फत हामीलाई सरसुझावहरू दिएका छन्, त्यसलाई चाहिँ अब हामी बजेट बनाउनुभन्दा अगाडि एकचोटि उहाँसँग व्यापक छलफल गरेर यो क्षेत्रको विद्यालय मात्र नभइकन समग्र नागरिकले पढाउने वातावरण कसरी गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामी छलफल गरेर यो वर्ष हामी बजेट